आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म आज तपाईहरुलाई यस भिडियोमा उपस्थित भएर इलेक्सन कमिसन भन्नाले निर्वाचन आयोग नेपालको अत्यन्त जरुरी सूचनाको बारेमा जानकारी दिँदैछु। तपाई अब जुन फागुन 21 गते चुनाव हुन गइरहेको छ, त्यसमा तपाईहरुलाई नाम दर्ता गर्नको लागि यो कार्तिक 30 गतेसम्मको म्याद तोकिएको छ। कार्तिक 30 गते भन्नाले आज 18 गते गइसक्यो र अब केही दिन मात्रै बाँकी छ, जसको लागि तपाईहरुले election.gov.np अथवा election.gov.np मा गएर तपाईले आफ्नो मतदाता नामावलीमा छुटेको मतदाता नामावलीमा नाम दर्ता गराउनु सक्नुहुनेछ। साथै कसैको नाम दर्तामा कुनै स्पेलिङ अथवा कुनै टुटफुट भएको छ, स्पेलिङहरु बिग्रेको छ, हिज्जे बिग्रेको छ भने पनि त्यहाँ सच्याउन सक्नुहुनेछ election.gov.np मा गएर। र यदि तपाईले यो छुटाउनु भयो भने नाम दर्ता भइसकेको त भइसक्यो, त्यहाँ दर्ता भएकोमा पनि कुनै त्रुटि भएमा तपाईले सच्याउने अवसर प्राप्त गर्नुहुनेछ। र नाम दर्ता नभइसकेको छ, सबै कागजहरु पूरा भइसकेको छ भने नाम दर्ता गर्नको लागि election.gov.np मा गएर नाम दर्ता गराउनु होला। र लोकतन्त्रको सुन्दर पक्ष भनेको चुनाव हो। चुनावमा आफू हिस्सेदार लिन, चुनाव उठ्न अथवा चुनावमा मतदान गर्न समेत यो इलेक्सन कमिसनको मतदाता नामावलीमा तपाईको नाम हुनु जरुरी छ। वेबसाइट प्रवेश गर्नुहोस्। जब election.gov.np मा जानुहुन्छ, त्यहाँ निर्वाचन आयोग नेपाल लेखेको देखिनेछ। त्यसमा मतदाता नामावली, प्री रेजिस्ट्रेसन र अद्यावधिक भन्ने अप्सन आउनेछ। अद्यावधिक भन्नाले छुटपुट होइन कि नाम रेजिस्ट्रेसन भन्नाले रेजिस्ट्रेसन नयाँ दर्ता र यहाँ म तपाईहरुलाई अपडेट गराउँदैछु। र अद्यावधिक भन्नाले कुनै त्यहाँ तपाईको रेकर्डमा कुनै चीज बिग्रिएको छ भने त्यसलाई अद्यावधिक गर्नको लागि अनलाइन प्री एनरोलमेन्ट अप्सन दिएको छ। त्यसमा गएर त्यो वेबसाइटमा गएर तपाईले दर्ता गर्न सक्नुहुनेछ, त्यसलाई सच्याउन सक्नुहुनेछ। हुन त तपाईले कागज लिएर इलेक्सन कमिसनको अफिसमा पनि गएर गर्न सक्नुहुन्छ, तर त्यो झन्झटिलो हुन सक्छ। त्यसकारण तपाईले यहाँ आएर आफ्नो रेजिस्ट्रेसन र अद्यावधिक गर्ने काम गर्नु होला। र जुन चुनावमा तपाई आफ्नो चुनावको सुन्दर पक्ष, प्रजातन्त्रको सुन्दर पक्ष भनेको चुनाव हो। त्यो चुनावमा आफ्नो भाग, हिस्सेदारी कन्फर्म गर्नु होला। हस्त, धन्यवाद। यो समय कार्तिक 30 गतेसम्म मात्रै, त्यो अगाडि नै तपाई यसमा आफ्नो नाम दर्ता गर्न, एनरोलमेन्ट गर्न र प्री एनरोलमेन्ट गर्नको लागि सूचना दिएको छ। यो जानकारी दिए। हस्त, धन्यवाद। फेरि भेटौँला।